गर्दछु। प्रसारण हुने बाल कल्याण गतिविधिको 14औं श्रृङ्खला लिएर कक्षा 10 बाट निराजन ओलीको साथमा कक्षा 10 बाटै म लवली महतको हार्दिक स्वागत छ। हामी हरेक महिनाको अन्तमा महिनाभरि पठन पाठनको अलावा विद्यालयमा गरेका क्रियाकलापलाई समेटेर बिहानी प्रधानमा प्रत्यक्ष तथा सामाजिक सञ्जाल मार्फत यहाँहरू माझ उपस्थित हुने गर्दछौ। आज मिति 2082 साल मङ्सिर 23 गते मङ्गलबार, तदनुसार डिसेम्बर 9 तारिक सन् 2025 मार्ग कृष्ण पञ्चमी तिथि नेपाल सम्वत 1146। विभिन्न मितिमा शुक्रबारे अतिरिक्त क्रियाकलापहरू सम्पन्न। नवनियुक्त शिक्षकलाई विद्यालयले गर्यो स्वागत। मुसिकोट नगरपालिका स्तरीय 4औं राष्ट्रपति कप रनिङ सिल्डमा प्रतियोगितामा छात्र भलिबल तर्फ मावि झुल्केलाई स्वर्ण पदक। विजेता खेलाडीहरूलाई विद्यालयले गर्यो पुरस्कारले सम्मान। यही मङ्सिर 25 गते बिहीबारदेखि मुसिकोट नगरपालिका स्तरीय दोस्रो त्रैमासिक परीक्षा सञ्चालन हुँदै। अब गतिविधि विस्तारमा। विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर अनुसार हरेक शुक्रबार हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत यही मिति 2082 साल कार्तिक 14 गते शुक्रबार भएको कक्षा 1-5कै अन्तर्सदनात्मक फुटबल प्रतियोगितामा बुल हाउसलाई 0 विरुद्ध गोल गर्दै रेड हाउस प्रथम भई पुरस्कार प्राप्त गर्न सफल भएको हो। यसै गरी 2082 साल कार्तिक 21 गते शुक्रबार भएको कक्षा 1-3 को छोटो दौड प्रतियोगितामा छात्रतर्फ सपना पाण्डे, छात्रतर्फ नवीन खड्का प्रथम भएका हुन् भने कक्षा 4-5 को छात्रतर्फ सृजना बुढा र छात्रतर्फ सन्देश खड्का प्रथम भएका हुन्। यसै गरी कक्षा 6-10 को मावि झुल्खेल स्तरीय प्रतियोगितामा छात्रतर्फ विमला गिरी क्याप्टेन रहेको एल्ला हाउस प्रथम र छात्रतर्फ श्रीकृष्ण पुन मगर नेतृत्व एल्ला हाउस विजेता भई पुरस्कार प्राप्त गरेको हो। यस्तै कार्तिक 28 गते सम्पन्न कक्षा 1-10 कै अन्तर्सदनात्मक पुरुष महिला रस्साकसी प्रतियोगितामा 1-5 छात्रतर्फ ग्रिन हाउस र छात्रतर्फ बुल हाउस विजेता भएका थिए भने कक्षा 6-10 को छात्रतर्फ विमला बोहरा नेतृत्वको एल्ला हाउस तथा छात्रतर्फ सुभाष विक नेतृत्वको बुल हाउस विजेता बनेको खेलकुद संयोजक शिक्षक उमेश गौतमले जानकारी गराउनु भएको छ। यस विद्यालयमा रिक्त प्राथमिक तह तृतीय श्रेणीको शिक्षक पदमा मुसिकोट नगरपालिका शिक्षा युवेक खेलकुद शाखाको विज्ञापन अनुसार अस्थायी करार नियुक्त हुन भई यही मिति 2082 मङ्सिर 7 गते यस विद्यालयमा हाजिर हुन आउनुभएका शिक्षक त्रिवेणी गाउँपालिका वडा नम्बर 10 पौका निवासी श्री एके बहादुर केसीलाई एक समारोह बीच विद्यालयमा स्वागत गरिएको हो। मुसिकोट नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हाम्रो श्री बाल कल्याण माध्यमिक विद्यालय झुल्केतले छात्रा भलिबलतर्फ हरिमाया ओली क्याप्टेन रहेको टिम प्रथम भई स्वर्ण पदक र छात्रतर्फ पुष्कर ओली क्याप्टेन रहेको टिम द्वितीय स्थान हासिल गरी रजत पदक प्राप्त गर्न सफल भएको छ। यसै गरी अन्य विधाहरूमा फिल्ड तथा ट्र्याकतर्फ 1500 मिटर दौड छात्रतर्फ न्युटन पाण्डेले द्वितीय स्थान हासिल गरी रजत पदक, हाई जम्प छात्रतर्फ सुनिता पाण्डेले द्वितीय स्थान हासिल गरी रजत पदक, 1500 मिटर दौड छात्रतर्फ सुनिता विकले तृतीय स्थान हासिल गरी काँस्य पदक, 800 मिटर दौड छात्रतर्फ न्युटन पाण्डेले तृतीय स्थान हासिल गरी काँस्य पदक र 4x100 मिटर रिले दौड छात्रतर्फ ताराराम, सरिता खड्का, सुनिता विक तथा यमुना ओली समूहले तृतीय स्थान हासिल गरी काँस्य पदक सहित कुल 7वटा विधामा स्थान हासिल गर्न सफल भएको सिल्डमा खटिनुभएका शिक्षक टोप बहादुर हमालले जानकारी दिनुभएको छ। यस विद्यालयबाट 4औं राष्ट्रपति कप रनिङ सिल्डमा विभिन्न इभेन्टमा पदक विजेता तथा खेलमा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई यही मङ्सिर 11 गते विद्यालयले एक समारोहको आयोजना गरी पुरस्कारले सम्मान गरेको छ। विद्यालयको तर्फबाट सहभागी मयूरनाथ झाकी तथा खेलाडीहरूलाई शिक्षक अभिभावक सङ्घका अध्यक्ष श्री चम्पा परियारले अभिर आह्वान गरी उचित पुरस्कारले सम्मान गर्नुभएको र आगामी दिनमा हुने यस्ता क्रियाकलापलाई सक्रिय सहभागी भई आफ्नो व्यक्तिगत प्रगतिको साथै विद्यालयको गरिमा
उच्च राख्न मद्दत पुर्याउनु पर्ने धारणा राख्नु भएको विद्यालयका उच्च अधिकारी शिक्षक श्री टम्बहादुर कठारीले जनाउनु भएको छ। यही मङ्सिर 19 गते शुक्रबारका दिन यस विद्यालयमा भएको कक्षा 1-5 को हाजिरी जवाब प्रतियोगितामा अनुष्का रोका नेतृत्वको ब्लू हाउस प्रथम भएको हो भने कक्षा 6-10 को ह्यान्डबल प्रतियोगितामा छात्रा विजेता भई पुरस्कार हात पार्न सफल भएको छ। यस विद्यालयको शैक्षिक सत्र 2082 को मुसिकोट नगरपालिका स्तरीय आन्तरिक दोस्रो त्रैमासिक परीक्षा यही मङ्सिर 25 गतेदेखि सुरु भई पौष 3 गते सकिने र पौष 18 गते नतिजा प्रकाशन गरिने समय तालिका रहेको परीक्षा संयोजक शिक्षक श्री उदयराम पुलले जानकारी दिनुभएको छ। हौस् त बाल कल्याण माविक गतिविधि सङ्कलन सम्पादनमा आदरणीय शिक्षक श्री खडानन्द शर्मा, प्रविधि संयोजनमा आदरणीय शिक्षक श्री जीवन पुनको साथै हामी पनि बिदा चाहन्छौँ। यहाँहरूको दिन शुभ रहोस्। नमस्कार। धेरै धेरै धन्यवाद भाइ निराजन ओली र बहिनी लभली महतलाई बाल कल्याण गतिविधि प्रस्तुतिका लागि। Attention, citizens process. Oh, no. Stop.